ओके, हामी यो भिडियोमा जिराफ लेटरको बारेमा छलफल गर्दैछौँ। सुरुमा सबैजनाले एकचोटि लाइन तान्ने अभ्यास गर्नुहोला भिडियो सँगसँगै। लाइन तानिसकेपछि सेकेन्ड लाइनभन्दा थोरै तलबाट गोलो बनाउनुहोस् र थर्ड लाइनमा जोडिदिनुहोस्। पहिला सिधा लाइन तान्नुहोस्, सेकेन्ड लाइनभन्दा थोरै तलबाट गोलो बनाउनुहोस् अनि थर्ड लाइनमा जोडिदिनु भयो भने बी राम्रो बन्छ। त्यसपछि डी लेख्नको लागि सुरुमा गोलो बनाउनुहोस्। यसरी गोलो बनाइसकेपछि सिधा लाइनले जोडिदिनु भयो भने डी बन्छ। पहिला गोलो बनाउनुहोस् अनि माथिबाट सिधा लाइन। यो जिराफ लेटर लेख्दैछौँ आज हामी। अब याफ लेख्दा माथिको टुप्पो अलिकति कर्भ भएको घुमेको हुनुपर्छ अनि सिधा लाइन तानेर बिचमा सानो लाइनले काटिदिनुहोस्। यो रेड लाइन भन्दा थोरै तलबाट कर्भ लाइन सिधा अनि बिचमा चट्ट काटिदिनु भयो भने याफ बन्छ। अब यस लेख्दा पहिला सिधा लाइन तान्नुहोस् अनि सेकेन्ड लाइन भन्दा थोरै तलबाट छड्के लाइन तान्ने अनि हल्का कर्भ गर्दै तल थर्ड लाइनसम्म जानुभयो भने एच। अब हामी के लेख्दाखेरि सुरुमा सिधा लाइन तान्छौँ, स्मल के भएको भएर सेकेन्ड र थर्ड लाइनको बिचबाट माथि जाने अनि त्यहीँबाट तल जानुहोस् थर्ड लाइनसम्म के बन्छ। पहिला सिधा लाइन बिचबाट सेकेन्ड र थर्ड लाइनको बिचबाट माथि जानुहोस् अनि थर्ड लाइनसम्म फेरि छड्के लाइन तानिदिनु भयो भने के बन्छ। अब यहाँ लेख्दा हजुरहरूले सिम्पल सिधा रेखा तान्न सक्नुहुन्छ। पहिला टी लेख्दा माथिबाट सिधा लाइन तान्नुहोस्, जब थर्ड लाइनमा पुग्छ थोरै कर्भ, टीले माथि रेड लाइन टच नगर्नु होला, थोरै तलबाट सिधा लाइन तान्नुहोस्, हल्का कर्भ गरेर बिचमा काटिदिनुहोस्।